विश्वमै दुर्लभ पक्षी सारस अहिले जिल्लाका विभिन्न ठाउँमा बच्चा कोरोल्न बसेका छन्। कपिलवस्तु नगरपालिका 7 बर्दहवामा रहेको धान रोपेका खेतमा गोटेहवा गाविस 4 को खाली स्थान र वडा नम्बर 5 को शिवपुरा गाउँ नजिक धान खेतमा सारसका जोडी बच्चा कोरोल्न बसेका छन्। त्यसैगरी तिलौराकोटको पूर्वपट्टि पनि सारस जोडी बसेका छन्। 4वटै ठाउँमा दुईवटा अण्डा लिएर सारस उथारमा बसेको दृश्य देखिन्छ। उथारको क्रममा भाले र पोथी सारसले आलो पालो गरेर अण्डा कुर्ने गरेका छन्। सारसका जोडी मध्ये एउटाले अण्डालाई कुरे अर्को चर्न जाने गरेको देखिन्छ। उथार बसेको बखत अण्डालाई निश्चित तापक्रम दिनुपर्ने कारण पनि भाले र पोथी सारसको जोडीले आफ्नो प्राकृतिक क्रियाकलापलाई थाती राखेको देख्न सकिन्छ। सारसका जोडीहरू कहीँ 3 सातादेखि त कहीँ 4 साता बढीदेखि उथारमा बसेका छन्। प्राय सारसहरू साउनको अन्त्यदेखि भदौको सुरुवात हारहारीमा अण्डा उथारो बस्ने चराविद हिमसागर बरालको अनुभवले बताएको छ। सारस उथारो बसेको 41 देखि 43 दिनभित्र बच्चा जन्माउने गर्छन्। बच्चा पारेको 1-2 दिनमा सारसले बच्चालाई सुरक्षित ठाउँमा लैजाने चराविदले बताउने गरेका छन्। चराका राजाको रूपमा सारसलाई मानिन्छ। सारसलाई राज सारस भन्ने पनि चलन छ। सारस बस्ने ठाउँ शुभ मानिने हुँदा बाली नाली धेरै फल्ने जनविश्वास रहेको छ। सारसको बच्चा हेर्न स्थानीयहरू उत्सुकतापूर्वक बेग र प्रतीक्षामा रहेको देखिन्छ। जुन ठाउँमा सारसहरू बस्छन् त्यहाँको धान धेरै उब्जाउ हुन्छ अनि यिनीहरूको संरक्षण गर्न एकदम आवश्यक छ। यिनीहरूको बोली पनि एकदम राम्रो हुन्छ। यहाँ प्रत्येक वर्ष यिनीहरू अण्डा पार्छन् अनि यिनीहरूको संरक्षण एकदम आवश्यक। कपिलवस्तुको सदरमुकाम तौलिहवा आसपास वर्षेनी 10 देखि 15 जोडी सारसले उथार बसेर बच्चा कोरलेर हुर्काउने क्रियाकलाप गर्दै आएका छन्। माउन्टेन टेलिभिजनका लागि कपिलवस्तुबाट शम्भु मालीको रिपोर्ट।